दामी 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 बब्बर मिठो छ बुवा हो हाम्रो बुवा चाहिँ फेरि खतरा कुकमेन हो अति नै मिठो होइन बुवा हजुर नमस्ते गाइस आज खेप्पा मुखपङ च्यानल धेरै दिन पछाडि आयो खाना चाहिँ के छ भनेदेखि तपाईँको सुँगुरको मासु अनि कालो दाल सलादमा प्याज छ हजुर अब चाहिँ सुरु गरौँ अनि भात पनि छ भात पनि छ अनि हाम्रो साथी चाहिँ आज ज्वाइँ ससुर हो हामी ज्वाइँलाई पनि आज साथी लिएर अब उपस्थिति भयो हामी ल गाइस अब हामी थालौँ है त सुरु त आज चाहिँ अब हजुर बुवा र मेरो चाहिँ यहाँ खतरा मुकबाङ कि होइन त बुवा खेप्पा मुखपङ च्यानल चल्दैछ च्यानलमा चाहिँ आज खतरा हामीले चाहिँ यहाँ बङ्गुरको मासु प्लस यहाँनिर दाल प्याज सलादहरू सबै चाहिँ यहाँ रेडी भएर अब थाल्नु पर्यो नि त बुवा होइन हजुर अब थाल्ने हामी ल सुरु गरौँ है जाई दामी छ जस्तो छ बुवा है हजुर दामी छ दामी छ अब हामी सुरु गरौँ हो यस्तो चाहिँ खानुपर्छ कि बुवा यो चाहिँ नि हेर्नु त ठिक छ ल यस्तो गर्ने अनि त्यहाँबाट अब चाहिँ हामीले सुरु गरेँ है गाइस यो उस पनि हाल्नु त्यो दाल पनि हाल्नु सुरु त अब मासु भएर गरौँ न होइन मासुबाटै गर्ने हो टक्कसँगले आज चाहिँ लो तातो बानी चाहिँ ल्यायो नानी ससुर ज्वाइँको आज यहाँ जाने भयो यहाँ मुकबाङ हजुर टेस्ट गर्ने त बुवा कतिको मिठो छ बङ्गुरको मासु पनि पहिला खानु त बुवा कस्तो छ दामी 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 म नि टेस्ट गर्छु बब्बर मिठो छ बुवा हो ल ठिक छ दामी छ बुवा तपाईँले बनाउनु भएको है यो ज्वाइँले मासु ल्याउनु भएछ भन्यो भने चाहिँ म हो कुकमेन हो हाम्रो बुवा चाहिँ फेरि खतरा कुकमेन हो दामी बनाउनुहुन्छ क्या मासु चाहिँ नि अति नै मिठो होइन बुवा हजुर साँच्चै मिठो अब रमणीय छेन जस्तै भयो है यो चाहिँ एकदम है अब बुवा मासु पनि खानु है यत्रो मासु छ खानु जाने खानुपर्छ म खानु भयो त्यो मासु चाहिँ हालेर खाने तपाईँ अलिक धेरै चाहिँ तपाईँले खानुपर्छ कि तपाईँले बनाउनु भएको छ नि त दुःख गर्नु भएको छ नि त अनि त खानु पर्यो नि प्याज पनि खानु पर्यो मासु चाहिँ दामी भन्छ कि भयो मासु अलिक छिटो खाने मासु तपाईँ मासु सक्नुपर्छ नि मासु त यत्रो मासु छ तपाईँ नै खाना है म मात्रै गएको खान्छ यत्रो मासु छ हाम्रो त्यो मिठो बनाउनु भएको छ मासु हाम्रो बुवाले दामी छ खोर्सानी पनि ठिक्क भएछ नानी देवता त बानी हो यस्तो मिठो चाहिँ त बुवा कहिले पनि भएको थिएन है होइन त हो नि कस्तो दामी भएछ बङ्गुरको मासु
धरानी कालो बङ्गुरको मासु बब्बा दामी भयो। खातार है मासु हालेर खाने। खातार भएको चाहिँ तपाईँ पनि खाना है चाहिँ खान्छु म। मासु त म त हात्ती पनि खान्छ है चाहिँ खानु म। ल तपाईँ पनि खाना है खान्छु म। मासु हालेर खाने तपाईँ। यो ठुलो पिस चाहिँ म अलिक नखानुपर्ने भयो। तपाईँ खानु त्यो ठुलो पिस तपाईँ चाहिँ खानुहोस् न। मलाई पुगी चाहिँ म अलिक यो अलिक सानो चाहिँ खानु पर्यो। मासु धेरै भयो कि के हो बुवा? ठिकै छ दामी छ। बुङ्गुर चाहिँ धरानी कालै मिठो खाँदो रहेछ है कालो मिठो नि। यो त धरानबाट लिएर मगाएर काटेको नि त कालो बङ्गुर दामी छ। हेर्नु न यहाँ पिस, यो पिस हेर्दै थाहा हुन्छ नि मासु मिठो र नमिठो बुवा। हेर्नु त यस्तो दामी छ नि। खानु चाहिँ खानु खाने हो। बस्नु चाहिँ खानुपर्छ कि बुवा। यसरी खाने हो कि खानुपर्छ हेर्नु। आमा बाबाल रहेछ है चाहिँ दामी छ। यो एउटा चाहिँ खाइदियो है त चाहिँ खानु न। टक्क पक्रेर यसरी तान्नु त। खाए गाइस दामी है बुवा। दामी प्याज पनि खानु। सलाद पनि खानै যায় दाल पनि हाल्नु दाल त छ अझै मेरो दुईजना खाने हामी बसो। काटिवरी 85 केजीको काटेर आज धराने कालो बङ्गुर है बब्बाल हो त बुवा। बब्बाल रहेछ म पुरा खानुपर्छ चुस्नु पर्यो। यो चाहिँ तपाईँ उयो खाने त यसलाई चाहिँ मलाई पुगी যায় यहाँ पनि छ हो देखाइयो त। 1.5 केजी यो खै के अलिक प्याजले चाहिँ अलिक उसको बनायो क्या। हजुर प्याजले पिरो हुन्छ है पिरो रहेछ। हाम्रो यो सलाद धेरै पिरो हो। दामी छ। यो हड्डी नै चुस्नु पनि दामी छ नि बुवा। कुरो त्यसरी हो। बुवा मासु पुगी चाहिँ बङ्गुरको 1.5 केजी अलिक खाइसकेन अलिक नसकिने रहेछ नि बुवा। अलि नसक्ने रहेछ
1 केजी हो भने चाहिँ हामी सक्ने रहेछौँ। उम्, 1.5 केजी चाहिँ अलिक नसकिने रहेछ। कुरा बुझ्नुभयो? हो 1.5 केजी जानु सक्दैन। अँ पिस पनि ठुल्ठुल छ है। दामी चाहिँ दामी भयो बुवा। साह्रै मिठो पकाउनु भएछ क्या यो आज। साह्रै मिठो बनाउनु भएछ। फिनिस गाइस। ल सकियो गाइज। हामीले चाहिँ आज बङ्गुरको मासु बब्बाल तरिकाले बुवाले बनाउनु भएको। खानुको लागि चाहिँ म रेडी। खाइयो। ससुर र ज्वाइँ मिलेर हामीले आज बब्बाल बङ्गुरको मासु खाइयो। बब्बाल ल खायो गाइज धन्यवाद छ हेरिदिनु होला सबैजनाले होइन। माया गर्दैन होला। माया गरिदिनु होला हाम्रो बुवाको। ख्याप्पा मुगाम च्यानल। नाम पनि अलिक जान्दै छुइनँ। कट गराए। तपाईँहरूले कहाँ हरायो भन्नुभयो होला। म आज आयो धेरै दिनपछि हजुर। माया गर्दैन होला है हजुर। बाई बाई बाई।